अनि आज हामी कहाँ जाने प्लान बन्दैछ भान्जा? कमेडी दरबार हो र? मामा जाने हो र? अर्कोले केल्मी देखायो है, फेरि धनी हो है यहाँ त। मा जाने नानी? कमेडी दरबारको सुटिङमा चाहिँ हामी जाँदैछौँ। अब लेट्स सी के हुन्छ, हामी देखाउनेछौँ। ल अब हामी चाहिँ कमेडी दरबार जाने भन्ने कुरो छ। अब जाने कि नजाने भन्ने कुरो चाहिँ पछि थाहा हुन्छ। अहिलेलाई चाहिँ यति गर्दै भात खाए बनाउने रे बोस। के बनाउनु भने तपाईँले? मुभी सुट गरौँ भने। मुभी सुट हो नि? मुभी सुट के हो तिम्रो नाम बहिनी परिचय पाम भन्ने? अन्डा लिएर आयो। अब हामी अन्डा पाउँदैछौँ। अन्डा खाने, त्यसपछि टक्क भात सात पस्केर टाक्क मिलाउनु पर्छ है त। भनेको यसरी खाने हो है, सोरी सोरी चाटी चाटी अचार यस्तो मिठो छ फेरि। वाह भान्जा कहाँ जाने हो आज? उता नजाने कमेडी दरबार यस्तो छ। अब म चाहिँ कमेडी दरबार जानु पनि सक्छु होइन, गएँ भने तपाईँहरूलाई देखाइहाल्छु। यति गएन भने पनि अब कहाँ जान्छु भन्ने कुरो थाहा छैन। अब वेदर त यस्तो छ हालत होइन, पुरा घाम साम केही छैन, फेरि सरलाई बाल छैन, यत्तिकै हो। तै पनि ठिक छ। अब कहाँ जान्छु तपाईँहरूलाई देखाइहाल्छु होइन। अब न्यू भ्लग इन द टाउन सरले हेर्नु भएको अब केल्मी। ल ठिक छ, म कहाँ जान्छु तपाईँहरूलाई देखाइहाल्छु। हाम्रो चाहिँ अहिलेसम्म पनि कहाँ जाने भन्ने कुरो डिसिजनै हुन सकेको छैन। अब वेदर त यस्तो छ हेर्नु न, यहाँ पुरा अहिले पनि नै वेदर त्यस्तै नै छ। कहाँ जाने भन्ने कुरो डिसाइडै भएको छैन। जाउँ भनेको छ। कहाँ जाने भन्छ? कहाँ जाने भन त? क्लास जाने? जापानिज पढ्न? जापानिज अब ऊ क्लास पढ्न जान्छ। अब म कहाँ जान्छु भन्ने कुरो तपाईँहरूलाई देखाइहाल्छु। डिसाइडै भएको कहाँ जाने कहाँ बेरोजगारी। गाइज म चाहिँ पसल आइपुगिसकेँ है। दिनेश भान्जा चाहिँ उता क्लास जानुपर्ने भनेर गयो। म चाहिँ पसलमा छु अहिले। हाम्रो पसल यही नै हो। कपडाहरू बवाल छ, केटाहरू टक्क आउनु पऱ्यो है, दामी छ। अब एकछिनमा चाहिँ म निस्किन्छु। निस्केपछि म कल के बोले मैले कल गर्छु समझ। एनिवे म अहिले निस्केपछि चाहिँ देखाउने ट्राई गर्छु है त। कमेडी दरबार चाहिँ आज हाम्रो जाने कुरा भएको थियो तर जान पाइएन। कमेडी दरबारको सुट चाहिँ फेरि 11 बजे हुन्छ जस्तो लाग्छ। तर 11 बजे जाने भने अब दिनेश भन्दा पनि उता क्लास जाने भनेर गइहाल्यो। मलाई डाइरेक्टली फोन गरेर पसल आइजियो, पसल आइनस् भने त भन्ने कुरा आयो, त्यही भएर पसल आइदिएँ। आज गइएन। अब नेक्स्ट विक चाहिँ टाइम मिलाएर जानुपर्छ जस्तो लागिरहेको। मैले हेर्ने नि मन लाग्छ। कमेडीमा अलिक इन्ट्रेस्ट पनि भएको मान्छे हो। ठिक छ, डेली भ्लग चाहिँ अब चाहिँ आउँछ होइन, तपाईँहरूलाई म देखाउने ट्राई गर्छु है त। आज हामी चेकपोस्टमा बोससँग, बोसको के हुँदैछ भन्दा हेलो गाइज, हामी चाहिँ अब घर आइरहेको मामा र म। मामा काममा गएर आउनुभयो, म पनि पसल बसेर बल्ल आउँदैछु। आज कतै जान पाइएन, घरबाट कल आइसक्यो। हल्का अँध्यारो होला, क्वालिटी अलि नगरिदिनु होला। म उठाउँछु। अनि हामी जाँदैछौँ अब घर गएर के हुन्छ। भिडियो भाइरल भयो अझ सुन्न सक्छ त मलाई कसैले। मामाले टक्क बिहान उठेर, मैले भनेको छु क्या मामालाई चाहिँ के हो भने, बिहान उठेर टक्क लाएर चिया कफी सफी के हुन्छ टक्क गुड मर्निङ सर भनेर होइन। हामी सिया खाने मान्छे हो त्यसरी लिएर आएर अनि अब दादा त अहिले त मार्केटमा त हेर्नु नि त बाटोमा देख्नु भएन सर के छ अरे। अनि त्यति भनिसकेपछिलाई चिन्ता चाहिँ छैन होइन। अब त ओभरै हुन्छ होला हाम्रो महादेव मन्दिर, सबैले दर्शन गरौँ। बोला न बोला बोला साथी तेरो भाइ तेरो दाइ सामान हाने नाइकेला बोला ऱ्यापर इन द टाउन अलि नाम साम नाइकेला लिएर होला के भइरहेको भिडियो फर्स्ट टाइम, त्यही भएर थाहा छैन। तर दादा भाइरल भइसक्यो। म्युजिक भिडियोको अफर आउँछ चाहिँ अब थाहा छैन भने टिकटकमा चेक आउट गर्नु होला। भ्लग चाहिँ डेली आउँछ अबदेखि है त। नाइकेला बोला बोला ल घर भेटौँ ल। इन्डिङ घर गर्छु है त।
के भयो होला बोलेर हुने भयो नेपालमा ग्याङ्स्टर कति भएको छ ओहो हो मार्छन् कि के होला आज